तपाईँहरूको भए पनि तपाईँ समाजको अगुवा बन्न सक्नुहुन्छ, तर अघिल्लो र पछिल्लो पुस्ताको खुट्टा तान्ने काम गर्नुभयो भने जति रगत बगत भए पनि तपाईँ केटाकेटी नै हुनुहुन्छ। त्यसै कारणले समाज चलाउने, देश विकास गर्ने भनेको दलीय व्यवस्थामा पार्टीका माध्यमबाट मात्रै हो। त्यसकारणले म सबै साथीहरूलाई अनुरोध र आग्रह गर्न चाहन्छु। त्यसै कारणले होला अहिले पार्टी दर्ता गर्ने अब 2-3 दिन बाँकी छ, लहर चलिरहेछ। अहिले पछिल्लो चोटि पार्टी दर्ता गर्न पेन्सनवालाहरू सक्रिय हुनुहुन्छ। यसो हुँदा यहाँ आउनुभएका पेन्सनवालाहरू प्रति मेरो लक्षित होइन है। फेरि अर्को आफूलाई विभिन्न क्षेत्रको मोडेल भन्नेहरू सक्रिय हुनुहुन्छ। नयाँ पार्टीहरू पनि आउनुभयो। खहरोमा कहिलेकाहीँ बगाउँछ। पुराना पार्टी भनेका गल्ती कमजोरीका बावजुद यिनी भेरी नदी जस्तै हुन्, कांग्रेस र एमाले। फोहोर मैला पक्कै होला छ। बर्खामा फोहोर मैला समेत आउँछ भेरीमा। हिउँदोमा जानुभयो भने त्यो निखर हुन्छ। खहरेले कहिलेकाहीँ पक्की घर पनि बगाइदिन्छ। अस्ति एउटा खहरे आयो 24 गते, त्यसले फोहोर बगाएन, आफूलाई फोहोरी बनाएर गयो। फोहोर बगाएन, त्यसले लुटेर गयो, त्यसले चोरेर गयो, त्यसले आगजनी गर्यो, जेन्जी नामको पुस्ताको बदनाम गर्यो। त्यसकारणले कहिलेकाहीँ यो आधारबाट अगाडि बढ्न सकिने एउटा अवस्था रहन्छ। त्यसकारणले म यहाँ उपस्थित हुनुहुने सबै महानुभावहरूलाई पार्टीप्रति वितृष्णा होइन, जुन पार्टी मनपर्छ त्यो पार्टी राम्रो बनाउने कुरा गर्नुभयो भने, राम्रो पार्टी भयो भने देश राम्रो हुन्छ, विकासको गति अगाडि बढ्छ, निराशा उत्पन्न हुन्न। नत्र भने निराशा उत्पन्न भयो भने ज्यान बेकार रहेछ भनेर कतिपय मान्छे भेरी जान्छन्, कतिपय मान्छे वनतिर जान्छन्, कतिपय मान्छे मुसाको औषधि खोज्छन्। त्यो बाटो हामीले अंगीकार गर्ने कुरा होइन।